सबैजनालाई वेलकम छ फेरि पनि न्यू डे न्यू ब्लग। अब आज चाहिँ तिहारको दिन परेको छ, टिकाको दिन। त्यही छ, दसैँदेखि भिडियो हालेको थिएन। अब चाहिँ सायद कन्टिन्यू भिडियो आउँछ होला। के भयो सानी? के भयो मम्मी? अरे कहना क्या चाहते हो? ए बग्नुहोस् त। बुवा चाहिँ चिटिकै भएर कहाँ हिँड्नु भयो? चिठीको त दिदीको घरतिर जानै पर्यो। यता चाहिँ हाम्रो काठमाडौँबाट आउनुभएको दिदी कुकमा के पाक्दैछ यहाँ? के छ तिहार आज स्पेसल? कुक भइरहेछ अहिले चाहिँ म यहाँनिर तेल ताप्दैछ, यहाँ पापड अनि चलपल राम्रै भइरहेछ टिकाको। अनि अब म चाहिँ गाउनु पर्ने हुन्छ, आएर अब टिका सिका लाउनु पर्ने हुन्छ। राम्रै आउँदैछ आज टिका चाहिँ। सक्यो अब लुगासुगा लाएर रेडी भइसक्यो म चाहिँ। अनि अब दिदीहरू चाहिँ लुगा लाउँदैछन् होला यस्तै छ। लुगा सुगा लगाइदिएको छ पुरै। अब चाहिँ टिका लाउन आँटेको हामी। टिका लगाएको भिडियो हेर्नुहोस्, अनि कस्तो लाग्छ कमेन्ट समेन्ट गर्दै गर्नुहोस्। यस्तै छ, टिका लगाइसकेपछि भेट्नुपर्छ। अनि अहिले चाहिँ खाइपिसकेर पनि टिका लगायो। अब आज तिहार यस्तै हो। यहाँनिर भट्ट्याक हान्ने हो तिमीलाई। हाम्रो यहाँ 7 पार्टहरू हुन्छ। यहाँ टिका लाने काम मात्रै गइरहेछ हाम्रो चाहिँ। विशाल पाठ कतिखेर हौ? यस्तै छ, के गर्नु अब। मस्ती गर न, मस्ती गर। आजको दिनहरू चाहिँ यसरी नै बितिरहेछ। अब के भन्नु, अब त्यति राम्रो कन्टेन्ट त निक्लिएन। त्यही पनि को हो? अनि अब यस्तै छ, केटाहरू पुरा हिन्सी भएर बसिरहेछन् यहाँनिर। गयो आजको दिन चाहिँ। अनि जिन्दगी यस्तै छ। के गर्छौ? अब यो चाबी छ नि, हालेपछि तेलै चाहियो। अनि
नेपालीको तिहार यसरी नै भयो। अब अर्को वर्ष चाहिँ यो नेपालमा हुन्छ भनेर थाहा छैन। नेपाल वर्ष स्टार्ट गऱ्यो अर्को वर्ष। गएकै हुँदैन नेपालमा नि त बुझिन त म चाहिँ अब लगभग हुँदिन होला। पासपोर्ट सासपोर्ट पनि अब रेडी हुन आँटिसक्यो। अनि अब यस्तै छ। के छ प्रमोसन हान न हौ पाठ त्यसो आफ्नो च्यानलको। होइन के अब त्यस्तो के प्रमोसन नाम भन्दैन न त्यसो त्यो पनि अब सबिन 18 हो होइन मन लाग्छ हेर्दिन नयाँ नयाँ कन्टेन्ट ल्याउने पनि हामीलाई हुन्छ। अब छिटै हाम्रो कोल्याबसँगै हामी अब यसो कहिले काहीँ घुम्न जानु ट्राई गर्दैछौँ। यस्तै छ। इसी के साथ आज की मजदूरी यहीं खत्म करते हैं। अगर तुम्हें वीडियो पसंद आई तो लाइक मारो यार।